गाइस हेर्नुहोस् न यहाँ हामी भाइ र म चाहिँ पर गएको थियौँ कि आउँदाखेरि त बिचरा केले हिर्काएछ यसलाई त माया लाग्दो फात्रक फात्रक भइरहेको थियो नि त हो अन्त घरमा लिएर आएको नि माया लागेर यहाँ चोट लागेको छ अन्त यहाँ खुट्टामा लागेको छ अलिकति अन्त अलिकति यहाँ दबाई गरेर पठाइदिउँ जाती बनाएर मात्रै उडाइदिउँ भनेर नि हो ल्याएको खै पानी पनि खान्छ कि खाँदैन डरायो पुरा दुख्यो होला कि डराइरहेछ खानु खानु खाँदैन दबाई लगाइदिनु पर्ने हो खानु खानु ल आफै खानु 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 दुखिरहेको होला कि बिचरा कसले हिर्काएको कि के भएको कि उठ्छ होला हौ यहाँ कहाँ घाउ कता पक्रिनु यसको घाउ छ फेरि यहाँ छ घाउ चाहिँ हो अब यसले दबाई लगाइदिन्छु यहाँ यस्तो भइरहेको छ हो बिचरा कति दुखिरहेको होला अर्को यहाँ छ अब कहिले ऊ आफै उड्नु सक्छ हो अन्त चाहिँ सट्टै छोडिदिनु पर्यो खाना दिँदै चारो दिँदै मै पानी पनि खायो दबाई लगाएर जाती भयो के हो छिटो 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 खानु खानुहोस् खानुहोस् बच्चा ल आफै डर लाग्यो डर लाग्यो खानु खानु म के गर्दिनँ बचाउनु पो ल्याएको त मार्नु ल्याएको होइन त बिचरा बिजोग भएर बचाउनु पो ल्याएको त म मार्दिनँ त जाती भएर आमा कहाँ छ त्यहीँ जानु ल बच्चा त्यो खुट्टामा लाग्छ गाउँमा चाहिँ दबाई पानी गरेर अब उड्नु सक्ने भयो जस्तो लाग्यो हो अब हेर्नुहोस् पठाइदिँदैछु जानु सक्छ होला गयो